हे हिँड्दा हिँड्दै दोहोरी गाएको दोहोरीमा हाम्रो बमद पर्यादै आएको माया जाल बुन्छु म। ल हामी चाहिँ फाइनली आज मल्लारानी चैते दशैंको अवसरमा मल्लारानी आउँदाखेरि मैले चाहिँ हाम्रो चुजाको साथीहरूलाई भाइहरूलाई भेटेको छु। ल सबैले नामसहित आफ्नो भनिदिनु। सन्तोष भण्डारी अनि मेरो नाम पवन विष्ट मेरो अजय केसी हिरै हो यार। नमस्कार, म सन्तोष केसी चुन्जाको। सबैले चिन्नुभयो होला मलाई। हाम्रो बमबाजीसँग भेट भयो, एकदम खुसी लाग्यो आज। हामी सबै आज स्पेशली आज मल्लारानी चाहिँ कस्तो लाग्यो भन्दिनु। एकदम राम्रो। हामी घुम्दै आयौँ, मलाई धेरै राम्रो लाग्यो। त हेर्नु सक्दैन, हामी पत्थरको मेलामा गएको थियौँ। मेला हेर्दै हामी चौहाटी हुँदै हामी ट्याक्क के अरे खलाङ हुँदै यहाँ आएको। दाइसँग भेट धेरै खुसी लाग्यो। दाइसँग भेट हुने मन थियो मेरो। माया गर्छु नि यार तपाईँ। हजुर त हाम्रो त के भन्नुहुन्छ जेठान साहब होइन। ल मेरो सोल्टी हाम्रो फेरि जेठान साहब ल फेरि हँसाउने मान्छे होइन। ल अरू पनि आउनु साथीहरू। के छ आफ्नो नाम सहित भनौँ न। यता आउनु ल। आउनु। तपाईँको नाम के अरे? कमल छेत्री। मेरो चाहिँ खलङ्गा कचेरी मलरानी 4 हो। मलरानी 4 हो। अनि फेरि भाइ यता आउन। याउ तिमीलाई पनि देखाउने यार। मलाई चिनेको तिमीले। नमस्कार, मेरो नाम शीतल केसी। एकछिन नगरौ ल। नमस्कार, मेरो नाम शीतल केसी। मलरानी 2 चुजा प्युठानमा बसोबास गर्छु। मल्लारानी 2 चुजाको। हाम्रो चाहिँ खलङ्गा 4 मलरानी चाहिँ प्युठान है। अब चाहिँ एकजना गीत गाएर नाचौँ त यहाँनिर। भुसुकै हुन्छु म झिम सानो नजिमका परेली भुतुकै हुन्छु म। फाइनली आज चाहिँ मलाई चैते दशैं आज जस्तो हामीलाई महसुस भएको छ। आज हामी चैते दशैं मेलामा आएको आकै हो। त्यही मेलामा भेरै खाएको माया जाल बुन्छु म। झिम सानो नजिमका परेली भुतुकै हुन्छु म। ल साथीहरू भेट भयो, रमाइलो भयो। अर्को साल चैते दशैं मैले पनि तपाईँहरूलाई भेट्दाखेरि असाध्यै खुसी लाग्यो होइन। मलरानीमा आएकै छ, रमाइलो भएकै छ। अब के गर्ने अब। अनि खुसी भनेकै यही नै हो। के छ भन्नु। हे हिँड्दा हिँड्दै दोहोरी गाएको दोहोरीमा हाम्रो बमद पर्यादै आएको माया जाल बुन्छु म। झिम सानो नजिमका परेली भुतुकै हुन्छु म। हाम्रो चाहिँ चुजातिर साथीहरू आउनु भएको। उहाँहरू चाहिँ असाध्यै मलाई चाहिँ माया गर्नु हुँदो रहेछ। खुसी लाग्यो होइन। हाम्रो गाउँको दाइ हो के। सबैले लाइक सब्सक्राइब गर्नु पर्यो कि नै। एकदम एभ्रीवान। हामी चाहिँ ल यो चाहिँ हाम्रो साँझ अथवा भोलि आउँछ यो। लाइक कमेन्ट सेयर गर्नु सबैले गर्नु पर्यो। हाम्रो बममा पुरै दाइको हाम्रो मेरो गाउँको दाइ, मेरो आफ्नो दाइ हो। सबैले गर्नु पर्यो। सबैमा के उहाँको दाइको घर बरबटो मुन्डा एउटै हो गाडी।